गाइस कहाँ जान लागेको तिमी तारे फर्स्ट टाइम सी इज गोइङ विथ आज चाहिँ हामी तारेभेट जानलाई रेडी भएको हाइकिङ मौसमले तर धेरै च्यालेन्ज हानिरहेको हाइकिङ आउटफिट देखाउँछ साथीहरू आमा म बेबना एकचोटि घुम्दा पनि ल ठिक छ मेरो गाइजहरू त के हो पुरै खैरे नै भएर हिँडिरहेको त अब त्यसको त के कुरा गर्नु त्यो चाहिँ गोकर्ण जङ्गल हो गाइज 25 रुपियाँ गोटाको टिकट काट्नुको यस्तो बाटो लिएर आइरहेको छु यिनीहरूले तर यो त म त फर्स्ट टाइम आउँदैछु त यत्रो बार आएँ जङ्गल गोकर्ण यो बाटो त फर्स्ट टाइम हो त मेरो त भाइ हामीले फेरि हामीले हेर्न सक्छौँ भन्छ है हामी राइने भनेर यिनीहरूले हेप्या हो हामीलाई बरु होइन भन्दै त्यही त अनि हेलो गाइज कता हो कता हो 12 बजेको घाममा चाहिँ हामी यो गोकर्णको यो बिचतिर आइपुग्यौँ गाइजहरू चाहिँ अब यता छन् यहाँबाट सिधै जाने भयो ल यो एकदम के पानी रे जराबाट उम्रेको पानी है गाइज जराबाट त भन्छ त नि हाम्रोतिर त पाराले चाहिँ हामी कहिले पुग्छौँ है पारेको मै पार्टी गऱ्यो घरि के गर्यो मै पक्यो खालि तारेभेरी सबैलाई न लोकेसन थाहा छ अब यो बाटो हिँड्नु पर्ने रे ओहो योभन्दा त मेरो 5 सरको बाटो है राम्रो काठमाडौँ बाटो यस्तो यो बाटो हेर्दा त अघिको बरु अप्ठ्यारै बाटो सजिलै बाटो जानुपर्छ है साथी आधी बिचमा आएर कपाल बाटो एउटा राम्रो बाटो एउटा साथी एकदम मिलाएर तिमी जस्तै ल ल कपाल बाट्यो अब यसो गरिन्छ चस्मा कता कता चस्मा यो लगाइन्छ अनि हिँडिन्छ फोटो खिच्ने भन्ने यहाँबाट अब कता हो यता हो यो पाराले चाहिँ कहिले पुग्छौँ है तारेभेर आधी बाटोमा बस्यो खायो फेरि हिँड्यो भीगी भीगी राते तेरे कोही कहाँ गयो यहाँ भिडियोमा पनि ल्याउनु पर्यो भनेको त्यही होला यता त उयो पोखरी पनि रहेछ भाइ पौडी खेल्यो होइन ती आरामको हाइकिङ त कसैले गर्छ होला हामीले मात्र होला गोकर्णबाट हिँडेको 3 घन्टा भइसक्यो अहिले पनि आधी बाटोमा नि पुगेको छैन यो कस्तो खालको हाइकिङ हो गाइस सिमटा खोजेको भ्लग बनाइदिनु पर्ने लु खोज्नु सिमटा भनेको थाहा छ गाइस तपाईँहरूलाई यस्तो यो सल्लाहमा फलेको सिमटा आउनु छिटो